तिमीहरू जहिले हामी चाइनिजको बेइज्जत किन गर्छौ हँ? अब तारिफ गर्न त राम्रो काम नि गरे हुनु पर्यो नि। तिमीहरूले जहिले किरा फट्याङ्ग्रा चमेरा खाँदै बस्छौ अनि संसारभरि कोरोना फैलाएर अरूलाई दुःख दिँदै बस्छौ। अनि के तिमीहरूको बेइज्जत नगरेर पूजा गर्दै हिँड्नु त? हेर तिमीहरूले हामीलाई अति हेप्यौ। हामी चाइनिज तिमीहरू नेपाली भन्दा त कति बाठा छौ। इस छौ बाठा, तिमीहरू भन्दा त हाम्रो देशको रोडमा हिँड्ने कुकुर नै धेरै बाठा हुन्छ, बुझ्यौ? छौ तिमीहरू बाठा। हामी चाइनिजले गुगल म्यापको आविष्कार गरेका हौ, बुझ्यौ? हामी गुगल म्याप हेरेर भन्न सक्छौ कि हामी कुन ठाउँमा छौँ भनेर। तिमीहरूले ठाउँ थाहा पाउन गुगल म्याप हेर्नुपर्छ। हामी त गाडीको झ्यालबाट पारीको दोकानको बोर्डमा हेरेरै थाहा पाइदिन्छौँ कुन ठाउँ हो भनेर। न मोबाइल चाहियो न गुगल म्याप। हावा कुरा नगर्न। ओइ चाइनिज, तेरो घरमा तेरो बाउ हजुरबाउ छन् कि छैनन्? छैनन्। बाउ पनि पोहोर साल मरिहाले। झन् हजुरबाउको त अनुहार नै देख्न पाइनँ मैले। मलाई लागिरहेको थियो क्या तेरो बाउ हजुरबाउ कोही पनि छैनन् भनेर। चाइनिज माल त हो के धेरै बेर टिक्थ्यो र? त पनि एक दुई दिन त टिक्ने होला नि। साला बढी बोल्छस्। तेरो चाहिँ खोबै हजुरबाउ नि बाँचे होला नि अहिलेसम्म। मेरो त हजुरबाउ मात्र होइन, कुप्रा बाउ पनि जिउँदैछन् अहिलेसम्म, बुझिस्? अस्ति भर्खर 7औं बे गरेका, अझै 20-30 वर्ष त बाँच्छन् बुढा। हा कुप्रा बाउ बाँचे पनि कुप्री आमाहरू त मरेर छन् नि त। नत्र कसरी 7औं बे भयो तेरो कुप्रा बाउको? अहिलेसम्मका 6 कुप्री आमा चाइनिज केटी परेका थिए नि त। अहिले चाहिँ बुढाले बल्ल बल्ल नेपाली कुप्री आमा भित्रका छन्। यसपछि चाहिँ अब 8औं बे गर्नु पर्दैन होला बुढाले। अरूले बाउको बे देखाए हुँदैनन्, यो नेपाली केटाले त कुप्रा बाउकै बे देख्न भ्याछ नि। नेपाली भने नेपाली हो, बुझिस्? तिमीहरू चाइनिज जस्तो हो र आफ्नो नि बे हेर्न नपाउने। हेर काम परेर मात्र हो, नत्र तँलाई म यहीँ ढाल्दिन्थेँ। अब